उसँग बिताएका कैयौँ पलहरूको याद आउँछ। उसँग खिचेका तस्बिरहरू पनि अझै ताजै छ। 2 वर्ष अघिदेखि परेको हाम्रो लभ अहिलेसम्म पनि उस्तै ताजा थियो। हामी दुईले सँगै जिउने सँगै मर्ने कसम पनि खाएका थियौँ। तर अफसोस उसले त मसँग टाइम पास मात्र गरेकी रहेछ। जब ऊ जापान पुगी उसले मलाई फेसबुक, इन्स्टा, टिकटक सबैबाट ब्लक गरिछ। थाहा छैन मलाई उसको मन फेरियो वा कसैप्रति माया। मैले उसलाई सबैलाई भन्दा बढी विश्वास गरेको थिएँ, तर आज उसले नै विश्वासघात गरेर गई। उसले यसरी मलाई घात गर्छ भन्ने थाहा पाएको भए उसलाई फ्रेन्ड लिस्टमा राख्न त के, ब्लक लिस्टमा राख्दा पनि ब्लक लिस्टकै बेइज्जत हुन्छ भन्ने मैले ठान्थेँ। कुरो आजभन्दा 2 वर्ष अगाडिको थियो। उसको र मेरो भेट क्याफेमा खाजा खाँदै गर्दा भएको थियो। ऊ होटेलमा पिज्जा बर्गर खाँदै थियो भने म हाफ प्लेट चाउमिन खाँदै थिएँ। जब खाजा खाइसकेकी थिए त्यसपछि उसले काउन्टरमा गएर पैसा तिरेर आफ्नो बाटो लागि। एकछिनपछि हेर्दा उसले पर्स त्यही टेबलमा छोडेर गएको रहेछ। मैले उसलाई पर्स दिनका लागि बोलाएँ, तर ऊ स्कुटी चढेर गइसकेकी थिए। यसो पर्स खोतलेर हेरेँ, पर्समा 10,000 पैसा थियो अनि त्यसमा मैले एउटा कार्ड पनि भेट्टाएँ। कार्डमा उसको फोन नम्बर थियो। हत्त नपत्त मैले मोबाइल निकालेर त्यस नम्बर डायल गरेँ। लगातार 3 चोटि प्रयास गर्दा बल्ल तल्ल फोन उठ्यो। मैले सोधेँ, हजुर कहाँ पुग्नुभयो? अनि उसले भने, म भर्खरै रुममा पुगेको। तपाईँको पर्स होटेलमा छुटेको रहेछ, मैले भेट्टाएको छु, तिमी तुरुन्त लिन आऊ। अनि उसले भन्न थाली, म अहिले पर्स लिन आउन भ्याउँदिनँ, भोलि कतै भेटौँ न। मैले लजाए जस्तो गर्दै भने, कहाँ भेट्ने त? अनि उसले हिजो खाजा खाएकै क्याफेमा भेट्न आग्रह गरी। मैले पनि हुन्छ भनेर उत्तर दिएँ। अनि भोलिपल्ट म उसलाई भेट्न गएँ। उसले तपाईँ त अहिलेको जमानामा पनि कति इमान्दार हुनुहुँदो रहेछ, अरूको भेट्टाएको सामान फिर्ता गर्ने भनेर भने। अनि मैले हाँस्दै भने, यो त मेरो कर्तव्य हो नि। कुरै कुरामा उसले मेरो नाम सोधी। मैले प्रसिद्ध भनिदिएँ। अनि मैले पनि उसको नाम सोधेँ र उसले पनि आफ्नो नाम भने। कुरै कुरामा उसले मेरो फेसबुक आइडी, टिकटक आइडी र इन्स्टाग्राम आइडी मागी। मैले सरासर दिएँ र उसले मलाई फेसबुकमा फ्रेन्ड बनाई अनि टिकटक र इन्स्टाग्राममा फलो गरी। त्यसपछि हाम्रो दिनानुदिन कुराकानी हुन थाल्यो। थाहै भएन हाम्रो भेट भएर कुराकानी हुन थालेको कति छिटो 2 वर्ष भइसकेछ। उसको प्रेममा म एकहोरो हुँदै गइरहेको थिएँ। उनीसँग एकछिन कुरा नहुँदा भात पनि खान मन लाग्दैन थियो मलाई। एक दिन उसले त्यही पहिले खाजा खाएको क्याफेमा भेट्न बोलाई। म पनि सरासर त्यही क्याफेमा उनलाई भेट्न गएँ। उनलाई भेटेको केही छिनपछि उनले भन्न थालिन्, अबबाट हामी कहिले पनि नभेट्ने, यो नै हाम्रो अन्तिम भेट हो। अनि मैले सोधेँ, किन, के भयो र? केही समस्या भयो र? अनि उनले भनिन्, मेरो जापानको भिसा लाग्यो, केही दिनमै म जापान जाँदैछु। अनि मैले भने, जापान जाँदैछौ त के भयो त? हाम्रो कुराकानी मेसेन्जरबाट भइहाल्छ नि। उनी रिसाउँदै जवाफ दिन थालिन्, म तिमीसँग कुनै पनि कुरा गर्न चाहदिनँ। मेरो जापानमा पहिला नै बोयफ्रेन्ड थियो, तर तिमीलाई भन्न सकिरहेको थिइनँ। अब म जापानमा उसँगै बस्छु। अनि मैले लामो सुस्केर हाल्दै भने, यति छिटो बिर्सन्छौ मलाई? मेरो माया अलिकति पनि लाग्दैन तिमीलाई? अनि उनले भन्न थालिन्, तिमी को हो र मेरो तिमीलाई मैले सम्झिनलाई? तिमी जस्तो बेरोजगारी गाउँमा डोली हिँड्नेलाई कसले पो मन पराउँछ र? कसले पो माया गर्छ र? आजबाट मलाई कहिले पनि फोन मेसेज नगर भन्दै कहिले पनि नभेट्ने बाचा गरी छुट्टियौँ। केही दिनपछि जापान पुगिछ र उसले मलाई फेसबुक, इन्स्टाग्राम र टिकटक सबैबाट ब्लक गरिछ।